काठमाडौँको चिसो बिहान सडकको कुनामा माया र उनका श्रीमान हरिकृष्ण पुरानो ठेलामा तरकारी बेच्दै जीवन चलाउन सङ्घर्षरत। तर त्यतिबेला एक काले रातो मोटरसाइकल सडकमा भीषण ब्रेकसँगै रोकिन्छ। उत्रिन्छ बदनाम प्रहरी शुभ इन्स्पेक्टर तेजबहादुर। उसले बिना कारण चिच्याउँदै, "यो ठाउँमा व्यापार बन्द, बुझेनौ?" मायाले हात जोडेर बिन्ती गर्छिन्, तर तेजबहादुर लाठी स्विङ गर्दै बन्दाकोपी सडकमा उडाउँछ, टमाटर फुटाउँछ, हरिकृष्णलाई ढकेल्छ। भिड हेर्छ तर मौन रहन्छ। त्यही भिडमा छिन् डाक्टर नीरा, मायाकी जेठी छोरीको बाल सखी। आँसु समाउँदै उनी सबै रेकर्ड गर्छिन् र तुरुन्तै लेफ्टिनेन्ट आरती थापा, मायाकी साहसी छोरीलाई भिडियो पठाउँछिन्। आर्मी क्याम्पमा आरतीले भिडियो खोलेको 5 सेकेन्डमै उनका आँखा रोषले रातो हुन्छन्। बाबुको पीडा, आमाको रुवाई, सबैले उनलाई भित्रभित्रै ज्वाला जस्तै बल्छ। आरती तुरुन्तै थानामा पुग्छिन्। तेजबहादुर उसै गरी हाँस्यो, "आर्मी आएर के हुन्छ, पहिले सिस्ता बुझ।" आरती ढुक्क भएर आफ्नो कार्ड टेबलमा राख्छिन्। "सिस्ता तिमीलाई चाहिएको छ, मलाई होइन।" उनी तुरुन्तै एसपी सुजन खड्कालाई फोन गर्छिन्। मिनेटमै आदेश आउँछ, "शुभ इन्स्पेक्टर तेजबहादुर राउत तुरुन्तै निलम्बन।" स्टेसन स्तब्ध। तेजबहादुरको अहङ्कार एकैपटक भत्किन्छ। स्टेसन बाहिर हरिकृष्ण र माया काँपिरहेका, छोरी उनीहरूलाई अँगालो मार्छिन्। आरती बिस्तारै मुस्कुराउँदै भन्छिन्, "बाबु, न्याय पाउन आवाज सबैले उठाउनुपर्छ। आज त्यो आवाज म बन्छु।" एसपी नजिक आएर भन्छन्, "अब तपाईहरूको परिवारलाई न्याय मिल्छ।"